नमस्ते एभ्रिवान। मैले चाहिँ यो प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्डमा 500 रुपियाँ सहयोग गरेको छु। अब तपाईँहरूले भन्नु होला 500 रुपियाँ जब सहयोग गरेको नि के भिडियो बनाएर भनेर। त्यो होइन साथीहरू, तपाईँहरूले आफ्नो हैसियतले जति सकिन्छ त्यति नै गर्ने हो। मेरो हैसियतले 500 रुपियाँ मात्रै मैले सहयोग गर्न सकेँ। हजुरहरूको हैसियतले 100-50 जति सहयोग गर्न सक्नुहुन्छ गर्नुहोस्। यो टाइममा भनेको पीडितहरूलाई राहत दिनको लागि सरकारले एउटा यो सिस्टम ल्याउनु भएको हो। यो पैसा चाहिँ पीडितहरूलाई जाने हो होइन साथीहरू। मानवता देखाउनुहोस्, सबैजनाले सहयोग गर्नुहोस्। यस्तो पीडाहरू प्राकृतिक प्रकोप भनेको जसलाई नि यस्तो समस्याहरू आउन सक्छ होइन। भोलिको दिनहरूमा थोपा मिलेरै पोखरी बन्ने हो साथीहरू है त। तपाईँको सानो सहयोगले कसैलाई ठुलो राहत मिल्छ भने जति सक्नुहुन्छ त्यति सहयोग गर्नु होला है त। कति फ्रडहरूले चाहिँ एडिट गरेर क्युआरलाई एडिट गरेर त्यो आफ्नो अकाउन्टमा पर्सनल अकाउन्ट अथवा संस्थाको अकाउन्टहरूमा एडिट गरेर क्युआर एडिट गरेर त्यस्तो बनाउन थालेको रहेछन्। सबैजना सतर्क रहनु होला। रियल क्युआरमा चाहिँ कस्तो देखाउँछ भने यहाँनिर माथि हेर्नुहोस् त, प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड भनेर देखाउँछ नि। यो आएन भने चाहिँ अरू वा कुनै व्यक्तिको नामहरू आएको छ भने तपाईँहरू सोचिहाल्नुहोस् यो स्क्याम हो भनेर है त साथीहरू। जय नेपाल।